यसै नेपाल अधिराज्यभर सबैलाई चाहिँ जुम्लाको यो स्याउ खरिद गरिदिनका लागि र किसानहरूले ठाउँ ठाउँमा ल्याएको छ। पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्म आएको छ र सबैलाई यो साह्रै स्वादिलो छ। हेर्दाखेरि यस्तो देखिन्छ जुम्लाको स्याउ त्यति राम्रो देखिँदैन, अलिकति चिसो खालको, आधा हरियो आधा रातो खालको हुन्छ हैन। अहिले जुम्लाको स्याउ चाहिँ बजारको अरू स्याउभन्दा प्रष्टै चिन्न सकिन्छ र यसो स्वाद फरक हुन्छ र तपाईँ सबैलाई चाहिँ एकपटक जुम्लाको स्याउ खाइदिन हुन नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीलाई अपिल गर्न चाहन्छु। बुटोलमा पाइन्छ, नेपालगञ्जमा पाइन्छ, सुर्खेतमा पाइन्छ, धनगढीमा पाइन्छ र अझै यसलाई अहिले बजारीकरण गरेर विराटनगरमा र भोजपुरसम्म पुगेको छ र गुल्मीमा पनि पुगेको छ। सबैले सहजीकरण गरौँ, किसानलाई प्रोत्साहन गरौँ, विदेशी स्याउ बहिष्कार गरौँ, स्वदेशी स्याउ खाउँ। सदनतिर पनि स्याउको चाहिँ कार्टुनै बोकेर आउनु भएको छ हैन। जताततै अहिले पाइरहेको बेला सदनमा पनि पाउन थालियो स्याउ जुम्लाको। सबैतिर स्याउ, जुम्लाको स्याउ खाने यो सिजन जुम्लाको स्याउको सिजन। यहाँका संसदका माननीयज्यूले पनि किनिदिनु होला र साथसाथै कृषि मन्त्रीज्यू यतै हुनुहुन्छ, सम्माननीय सभामुख मार्फत भन्न चाहन्छु, अहिले मात्रै विदेशी स्याउ आइराखेको छ। त्यसले हाम्रो जुम्लाको स्याउलाई बजारीकरण गर्न गाह्रो पारेको छ। यो महिना, अघिल्लो महिना मात्रै 1.5 अर्बको स्याउ आएको छ। विदेशी स्याउ केमिकल हालेको छ, त्यसको क्वारेन्टाइन चेक नगरिकन यहाँ नल्याउनु होला। सकभर 1-2 महिना चाहिँ स्याउ रोकिदिनुहोस् विदेशी स्याउ। त्यो भयो भने जुम्लाको स्याउले मार्केट पाउँछ, किसानले पैसा पाउँछन्। पैसा किसानले पायो भने